हेलो गुड मर्निङ अनि नमस्ते शुभ बिहानी। अब हामी अस्ति जाने भनेको त्यहाँ मन्दिर यहीँनिर नभ्याएर अब आज चाहिँ म काठमाडौँ पनि फर्किन लागेको छु। अनि अब हामी मूलथला जान्छौँ होइन त एकचोटि। ठिकै छ, खाली पेट खाली मुख चोखो मुख जाउँ। मदन तिमी हामी भान्जासँग जाँदैछौँ म, जाउँ। आज काठमाडौँ जाने बेलामा यसो दर्शन नै गरे जस्तो हुन्छ। ल जाउँ, आज फर्किने दिन हामी जाँदैछौँ। आऊ गएर आइहाल्नु है। अब यो गाडीमा जाने हो। गाडी अब 9-10 बजेतिर मात्रै जान्छ, त्यतिखेरै जाने हो। अब हामी जान्छौँ है त, जाउँ जाउँ। हजुर हजुर। गोर्खा बेनीगामको बसाइ रमाइलो भयो। अब म पनि अब अहिले 7:45 जति हुन लाग्यो। अब केही बेरमै अबको 1-1.5 घन्टामा म नि निस्किन्छु। लगभग 1.5 घन्टा पछि निस्किन्छु होला। 2 दिन बस्यो दिदीकोमा, रमाइलो भयो। मकै पोलेर खाइयो, नास्पाती खाइयो होइन, धेरै कुरा खाइयो, रमाइलो गरियो। अस्तिको जुन त्यो कुखुरा लिन गएको भिडियो थियो, मासु खाइयो होइन, गर्दाखेरि धेरै कुरा खाइयो खाइयो, रमाइलो भयो दिदीको घरमा। अब आज पनि कुहिरो लाएर चाहिँ केही देखेको छैन है, कुहिरो लागिरहेछ। सो अब त्यही हरियाली मात्रै छ यहाँ, केही छैन अरू। मकैहरू छन्, अरू खासै त केही पनि छैन। यही हो, मकैहरू छन् मासतिर सबै। हामी अस्ति यहाँ एकछिन बल खेलेको ठाउँ, बल खेलेको चौतारोमा आइपुगेका छौँ। खुल्ला छ नि त यहाँ त, यो स्वास्थ्य चौकी होइन, स्वास्थ्य चौकी त बिहानै खुल्या त। कुहिरोले केही देखाएको छैन साथीहरू है। यहाँबाट चाहिँ नि एकदम राम्रो भ्यूहरू देखिन्थ्यो। सो गाइज, कुहिरोले गर्दा केही देखाएन। अस्ति हामी फुटबल खेलेको चौर, म उयो पानीको आलमा लडेको नि थिएँ, चिप्लेर पुरै रातै रातो लागेको थियो। केही छैन अरू, यही हो, कुहिरोले केही देखाएको छैन। अब हामी मन्दिरतिर जाँदैछौँ, घन्टी बजिरहेको छ, मान्छेहरू पनि दर्शन गर्न आउनु भएको जस्तो छ। भान्जाहरूले चाहिँ मान्छे छन् अहिले जाने, हामी यता डाँडाबाट जाऊँ भने भएर यहाँनिर उक्लिँदैछौँ। र त्यो मान्छेहरू गएपछि चाहिँ जाने भन्ने कुरा आइछ। कुहिरोले मेरो अनुहार पनि राम्रो देखाएन है। यहाँ भिड छ, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, भिड छ यहाँ, यस्तो भिड छ। हामी चाहिँ नि यस्तो छ यहाँ, यस्तो ढुङ्गाको यो सदियौँदेखिको, यसलाई चाहिँ मूलथला भन्छ। एकदम रमाइलो छ यो चाहिँ, राम्रो छ। अझ कुहिरो नलागेको बेलामा दिउँसोमा भएको भए एकदम राम्रो देखिन्थ्यो। यहाँबाट ट्याक्क मुनि मेन रोड देखिन्थ्यो, यहाँबाट एकदम रमाइलो थियो। बट त्यो देखाउन अलिक असमर्थ भयो यो मन्दिर चाहिँ है, मूलथला मन्दिर। हामी त्यहाँ जाँदैछौँ, जाउँ न त। मूलथला मन्दिर हो। यहाँ चाहिँ नि मङ्सिर पूर्णिमामा एकदम ठुलो मेला लाग्ने गर्छ यहाँ चाहिँ। म चाहिँ नि अहिलेसम्म आउनलाई पाएको छैन मूलथलामा। कताबाट छिर्छ त? गेटमा चाबी लगाएको जस्तो देखायो नि, भित्र जानुहुन्छ। यो मन्दिर पहिला चाहिँ नि सानो थियो, यहाँनिर ढुङ्गाको मात्रै उ थियो, अनि सानो उसले छोपेको थियो।
अहिले चाहिँ नि मन्दिर बनाएर एकदम संरक्षण बनाएर राम्रो बनाएको छ गाइज। एकदम ठुलो मेला लाग्ने गर्छ यहाँ चाहिँ मङ्सिरमा। अब त्यही हो ल, हामी चाहिँ नि दर्शन गर्छौँ गाइज है। दर्शन गरेको त अब मन्दिर चाहिँ नि हामी चप्पल खोल्दैछौँ। मन्दिर चाहिँ नि यस्तो छ, भगवान् यस्तो हुनुहुन्छ यहाँको मूलथला माई। हामी सबैको रक्षा गर्नु होला। अब हामी दर्शन गर्छौँ। बजाउँदै भगवान् हामी सबैको रक्षा गर्नु, कल्याण गर्नु। ढोगा नि त हामी हुनुहुन्छ सानो भगवान्। मलाई चाहिँ नि किन गाउँहरूतिरको मन्दिर यहाँनिर चाहिँ एकदम ठुलो जात्रा लाग्ने गर्छ मङ्सिर पूर्णिमामा। ल अब हामी अहिले फेरि खिच्नेछौँ। यस्तो छ हाम्रो मूलथला। यस्तो हुनुहुन्छ यहाँको भगवान्। हामी चाहिँ मूलथला मन्दिर आयौँ है। अब ढोगभेट गर्छौँ, भगवान्लाई दर्शन गर्छौँ। अनि त्यसपछि हामी फेरि अब घरतिर लाग्छौँ। यस्तो रमाइलो छ, हरियाली दृश्य छ यता। कुहिरोले गर्दाखेरि अलिकति सोचे जस्तो भिडियो चाहिँ नि बनाउन अलिक सकिएन, त्यसको लागि चाहिँ नि आइएम सरी है गाइज। रमाइलो छ एकदम यहाँ चाहिँ नि। मङ्सिर पूर्णिमामा हुने चाहिँ नि ठुलो पूर्णिमा भन्छ क्यारे त्यो पूर्णिमामा चाहिँ यहाँनिर एकदम ठुलो मेला जात्रा लाग्छ। यस्तो ध्वजा पत्करहरू हेरेर ठुलो जात्रा लाग्छ यहाँनिर चाहिँ गाइज। भ्लग हेर्नु भएको छ भने चाहिँ नि हजुरहरूलाई नि यदि मन लाग्छ भने आएर चाहिँ नि दर्शन गर्न सक्नुहुन्छ। एकदम शक्तिशाली भगवान् हुनुहुन्छ उहाँ चाहिँ, र मूलथला माई। त्यो भए भएर हजुरहरू नि आएर चाहिँ नि दर्शन गर्न सक्नुहुन्छ। गाइज अब चाहिँ हामी यहाँबाट दर्शन गरेर अब हामी घरतिर लाग्छौँ है। ल गाइज अब हो त्यसो नगर। अब हामी दर्शन गऱ्यौँ है। अब हामी चाहिँ नि घरतिर जान्छौँ। अब मेरो पनि अबको केही बेरमा काठमाडौँको चाहिँ नि काठमाडौँ जाने समय छ। काठमाडौँ जाने बेला हुन्छ। आज काठमाडौँ जान्छु। 2 दिन बस्यो, रमाइलो भयो। भान्जाहरू अब मिस गर्नेछु म भान्जाहरूलाई है। भान्जाहरू अनि हामी चाहिँ ल बाहिर निस्किसक्यौँ। अब जान्छौँ हामी। जाउँ के उता मात्र जाने हो र साथीहरू। अब अलिकति ढिलो जस्तो पनि भइसकेको छ है। यहाँ दर्शन गरियो। अब अरू पनि छ, यताउति सामानहरू प्याक गर्नु छ, मिलाउनु छ। त्यो भएर चाहिँ नि हामी गइहालेको। अलिअलि सामानहरू अब दिदीले के हालिदिनुहुन्छ गाउँको कसैले त्यो लैजा भन्नुभएको छ। त्यो भएर अब गएर कसैले अब यसो हाल्नु पऱ्यो, मिलाउनु पऱ्यो। झोला सानो छ, सबै कुरा प्याक गर्नु छ। त्यो कारणले गर्दाखेरि अब हामी जान्छौँ। घर गएर सामानहरू प्याक गर्छौँ र प्याक गर्छौँ र अनि म चाहिँ नि 9:30 बजीतिर लगभग निस्किन्छु। अहिले चाहिँ नि 8:10 बाँकी छ। अब 1.5 घन्टातिर म निस्किन्छु। गाइज अब घरतिर पुगेपछि फेरि अर्को निकालौँला।
हामी घर आइपुग्न लाग्यौँ है। मलाई यो भ्लग मेरो अब फर्स्ट टाइम नै भनौँ होइन। योभन्दा अगाडि एउटा हालेको थिएँ मकै भ्लग भन्ने काठमाडौँमा हुँदाखेरि भान्जाहरू जानु भएको बेलामा। अनि अब त्यही हो, मलाई चाहिँ नि खासै भ्लगमा यो त्यो भनेर केही इन्ट्रोड्युसहरू दिन आउँदैन अनि केही भन्नै आउँदैन। जस्तो जानेको छु त्यस्तै बनाइरहेको छु होइन। पछि अपलोड गर्छु। यो भ्लग चाहिँ नि अब अपलोड भइ नै हाल्छ होइन। धेरै छ, मैले यहाँ भ्लगहरू धेरै हालिसकेको छु र खिचेको पनि छु। एडिट गर्न भ्याएको छैन भने नेटवर्क राम्रो छैन, डाटा प्याक ताने पनि डाटा चल्दैन। सो अब काठमाडौँ गएर नै एडिट गरेर सबै कुरा गरेर हाल्नेछु। हामी चाहिँ घर आइसक्यौँ, अब हामी घरतिर जान्छौँ। नेक्स्टको गाइज घर आइयो। मेरो लुगा यहाँ छैन है, लुगा नि लिएर जाउँ। सम्म पछाडिसम्म सबै झऱ्यो थियो हो। हुन्छ उता टिप घर आयौँ, हटिँदैछौँ। दिदी के लिएर आउँदैछ? फर्सीको मुन्टा। आज नि मुन्टा पकाउनुला? ए काठमाडौँको लागि अरे टिप्दिएको दिदीले। चिचिन्डा टिप्नु पर्यो। आइया ओइ ओइ केले टिप्ने त? दुईवटा छ सर्प जस्तो झुन्डेर बसिरहेको चिचिन्डा। यहाँ चिचिन्डा टिप भनेर भने दिदीले। चिचिन्डा टिप्न आएको म सर्प जस्तो झुन्डेर बसिरहेछ। देखेको छ कि छैन? एउटा वहाँ माथि रहेछ कहाँ टिप्ने है त। म चिचिन्डा टिप्छु अब। फाइनल्ली गाइज यो के भन्छ गाउँको सर्प चिचिन्डा टिप्यो है मैले। दुइटै टिपियो। मन्दिर गएर आएको दर्शन गरेको भिडियो खिचियो। अब धेरै लामो बनाउन सकिएन, पाइएन, धेरै ठाउँ गइएन। त्यही कारणले गर्दाखेरि अब आजको लागि यति नै। काठमाडौँ निस्किने बेलामा सम्भव भएसम्म बनाउने छौँ। अहिलेलाई चाहिँ नि हामी बिदा हुन्छौँ। ल बाई गरिदेऊ ठुलो बाई। Okay guys, bye. Thanks for watching.